सो गाइज है केटाहरूले कुरेको लगभग 20-25 मिनटै भइसक्यो बाइक टेस्ट राइडको लागि। एउटा RS 200 होइन त्यो, अनि त्यसपछि RS 200 देन दिस हर्नेट 200 होइन के 160 कुन हानु पहिला ल भनिदिनु। RS ठिक छ नि, ब्रेक सेक सबै ठिक छ नि? ल ओके ल, सुझाव सल्लाह त यस्तै हो। कति लटको हो यो? 78 भने चाहिँ कहिलेको? 2015तिरको? अग्लो कतिको हुन्छ यो? बिलबुक सिलबुक सबै छ होइन यसको? कति 5 गियरै त हो नि यो पनि? मेरा आँखामा तिम्रै छ। अगाडि ABS त होइन नि यो? अगाडि ABS हो र यसको? लगाइ है टेस्ट राइड त फेरि मेरो 1-2 घन्टाकै हुन्छ होइन। यसलाई म थोरै तल बनाउँछु। आमामा चेक त पहिल्यै गर्नु पऱ्यो नि त होइन। ल ल ल ल क्यामेरा हिज थोरै तल बनाउनु पऱ्यो अहिले, किनभने अलि भएन होइन। ल यस्तो बनाएपछि अलि इपिक देखिन्छ कि त होइन? नै नै देखिन्न, थोरै माथि बनाउनुपर्छ अझै। लगाए चाहिँ टेस्ट राइड हुँदैछ यसको RS 200 को। लगभग 10 मिनटको टेस्ट राइड हुन्छ। ऐना सैना पनि के हो केटाहरूले, मेरो काम त अब टेस्ट राइड हान्दिने हो। ऐना छ छैन हामीलाई खासै त्यो विषयले फरक पार्दैन होइन। ल के हो पिकअप? ल कति गियरमा छ यो? ल मलाई के हो कति गियरमा छ? ल एक चेन स्प्रोकेटै पनि गएको होला। हुनुपर्ने जतिको पिकअप छैन। कसले फोन आने म फोन उठाउँदिनँ होइन। फोन बेरिङ पनि यसको ग्यास गर्छ गएको छ। यो JCB रहेछ, टेस्ट राइड माग्नुपर्छ क्या? मिल्छ र सर टेस्ट राइड गर्न? मिल्दैन यसले सर। बट यो बाइक धेर ओए नहीं नहीं नहीं, ये बाइक धेरै टाढा लग्यो भने त म फस्छु। मैं तो इसको इधर से घुमा डालूंगा। चेन त ख्याट गर्छ बे केटाहरूले। मलाई डुबाउनु त खोजे होइन नि कतै। ल ल महाकसम ओए 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 यस्तै हो बाइक भने होइन। बिस्तारै हिँड्नु, टायरै खुस्किलायो फेरि अहिले कुदाउँदा बाटोमा यार। अनि केटाहरूले फेरि चुना लगाउला फेरि। मेरा आँखामा कसले घचा घच फोन आने